जनताहरू खुसी हुनु पर्यो अनि त्यो विकासले सबै जनताहरू ह्याप्पी हुनु पर्यो भन्न चाहन्छौँ। हामीले हावाको भरमा 4 लेन बाटो सहरको माझामा कुदाउन चाहँदैनौँ, तर ती बाटाहरू घुमाउन सकिन्छ। घरहरू भत्काउन नपर्नु पर्ने र भत्काउनु नपर्ने जुन कुरा धरानमा देखिसकेका छौँ। दाजुभाइ तथा दिदीबहिनीहरू, अब भोट माग्ने क्रममा विभिन्न पार्टीका साथीहरू आएका होलान्, विभिन्न सपना देखाएका होलान्, त्यसको पछाडि नपर्नु होला। कसैले भन्दैछन् महिनाको $3,000 तपाईँहरूको इन्कम गराउँछु भनेर। यो हावा कुरा हो। $3,000 भनेको 4 लाख प्लस हो, त्यहाँ हुन जान्छ। अनि यो तपाईँले हामीले विश्वास गर्ने कुरो पनि होइन, विश्वास नगर्नु होला। अरू पनि थुप्रै हावा कुराहरू गर्दै आएको होलान्। अनि केही पुरानो पार्टीहरूले नयाँ लुगा लगाएर आएको होलान्। हिजो अस्ति हँसिया हतौडामा भोट हान भन्ने दाइ भाइले आज फेरि तारामा भोट हान भन्दै होला। उहाँहरूलाई क्वेसन गर्नुहोस्, तपाईँहरूले जनआन्दोलनको नाममा 17,000 भन्दा बेसी हामीले शहीद बनाउनु भयो। ती शहीदहरूको सपना के थियो? दाजु पुरा गरेर आउनुभयो, भाइ पुरा गरेर आउनुभयो भनेर एकचोटि सोध्नुहोस्। उहाँहरू एन्सर गरिनपार्छन्, दिँदा हुनुहुन्छ। अवश्य पनि सोध्नुपर्ने बेला